not present here. So as अब्याकसको अलिकति तपाईहरुको बिचमा डेमोन्स्ट्रेसन हामी दिन गइरहेको छौं अनि मेरो नाम सलोन अनि हालैमा म अहिले एज अ अब्याकस ट्रेनर अनि टिचर अहिले स्पोन्ज सिनियर सेकेन्डरी स्कुलमा अहिले म गरिरहेको छु अनि आज हाम्रो बिचमा स्टुडेन्ट्सहरु पनि छ। अहिले एकछिन म स्टुडेन्ट्सहरुलाई म 2 मिनेट टाइम लिन्छु त्यहाँदेखि म स्टुडेन्ट्सहरुलाई अगाडि बोलाउँछु अनि उहाँहरूले तपाईलाई आज यो अब्याकसको डेमोन्स्ट्रेसन गरेर देखाउनेछ। Okay, so till then students are ready हुँदै गर्नु भनेर रिक्वेस्ट गर्छु। Kindly get ready students. Okay, so about abacus है अघि हामीले धेरै कुराहरु सुनिरहेको थियौं अनि सरहरुले अब्याकसको बारेमा भन्दै हुनुहुन्थ्यो अनि मेनली हामी जब अब्याकस पढाउँछौं स्कुलमा है we use this tool अनि यो टुललाई चाहिँ भन्छौं हामी मास्टर अब्याकस टुल भन्छ अनि टिचर अब्याकस टुल पनि भन्छ अनि by using this tool actually we teach students the methods how to perform the abacus कसरी perform गर्नुपर्छ यो टुललाई युज गरिन हामी सिकाउँछौं। तर आफ्टर युजिङ दिस टुल नानीहरुले अब्याकस धेरै वेहरुमा गर्नु सिक्छ। फर्स्टली फिंगर अब्याकस भनेर भन्छ जुन चाहिँ नानीहरुले यो हातको औँलालाई युज गरिकिन उनीहरुले अप टु 100 नम्बर्सहरुसम्म एडिसन सबट्र्याक्सन गर्न सक्छ। आफ्टर दैट विथ युजिङ माइन्ड केही युज नगरिकिन जस्ट बाइ थिंकिङ दे क्यान डु क्याल्कुलेसन्स भेरी फास्ट अनि नर्मली पेन अनि पेपर युज गरेर तपाईले क्याल्कुलेसन गर्नुभएको भन्दा धेरै नै छिटो नानीहरु युज गर्न सक्छ आन्सर निकाल्न सक्छ है। अनि आज डेमोन्स्ट्रेसनको लागि हाम्रोमा 7 स्टुडेन्ट्सहरु छ अनि अबाउट दिस स्टुडेन्ट्स तपाईलाई म भन्दियौ यो स्टुडेन्टहरु अहिले सिकेको अब्याकस एक्चुअली उनीहरुको कोर्स कम्प्लिट पनि भएको छैन। हामीले यो स्टुडेन्ट्सहरुलाई सिकाएको लगभग 6 महिना जस्तो मात्रै भएको छ। But then your students are अहिले demonstration तपाईलाई देखाउँछ they have not even completed the whole course yet they are able to do some calculations है अनि okay so without further ado म बोलाउन चाहन्छु please kindly come the students. Okay, so I'll call out the names, you will stand in the sequence. Okay, first of all we have the class 3 students Parnell from Radiant Stars Academy. Parnell will stand out here. Okay, after that we have a student from class 5 Radiant Stars Academy Anmol. After that we have 2 students from class 6 Radiant Stars Academy Danan and Abik. Okay, now these 3 students are from class 7 East Point Senior Secondary School. So okay, go a little bit